कालो दाललाई मजाले झानेर बनाएको थिएँ। सब्जी चाहिँ केही पनि थिएन, कालो दाल मात्रै। सबैभन्दा पहिला सिटी लगाउनको लागि चाहिँ कुकरमा मैले दाल लगाइदिएँ। पानी लगाइसकेपछि मसिनो गरेर काटेको अदुवा अनि प्याज र गोलबडार पनि लगाइ थोरै स्वाद अनुसार लगाइदिएर मजाले 3-4 सिटी लगाइसकेपछि चाहिँ दाल चाहिँ पाकेर यस्तो भएको थियो। एकचोटि मजाले चलाइदिने अनि मजाले मिक्स गर्नको लागि चाहिँ फिर्केले मजाले फिर गरिदिने होइन। मजाको भएको थियो दाल पनि। यो दाल चाहिँ कस्तो मिठो लाग्छ मलाई। अनि त्यसपछि अब दाललाई झार्नको लागि चाहिँ फ्राई प्यानमा थोरै तेल लिने, मसिनो गरेर काटेको जिरा अनि प्याज र खुर्सानीलाई मजाले रातो हुनेसम्म फ्राई सकेपछि चाहिँ मसिनो गरेर काटेको गोलबडार पनि लिने, स्वाद अनुसार नुन र बेसार पनि लगाइसकेपछि एकछिन छोपेर पकाइदिने। जबसम्म गोलबडार मजाले पाक्दैन थोरै लसुन अदुवाको पेस्ट लगाइदिने अनि कश्मिरी चिल्ली पाउडर पनि भइहाल्यो। अनि एकछिन छोपेर पाकिसकेपछि गोलबडार पनि पाकेर रेडी भयो। ग्रेभीमा चाहिँ दाल लगाइदिने, मजाले गोलबडारसँग मिक्स गरिसकेपछि चाहिँ एकछिन उम्लिनको लागि छोपिदिने अनि मजाले उम्लिसकेपछि चाहिँ अब झार्नको लागि चाहिँ फ्राई प्यानमा थोरै तेल लगाएँ अनि भनिसकेपछि त लसुन त लगाउनु पर्यो अनि लसुन लगाएँ। 3वटा सुकेको खोर्सानी भयो अनि थोरै कश्मिरी चिल्ली पाउडर लगाएँ अनि त्यसपछि दालमा लगाएर मजाले मिक्स गरिसकेपछि आजको स्पेसल कालो दाल पनि रेडी हुन्छ। अनि चाहिँ मैले फर्स्ट टाइम होला सब्जीहरू केही पनि लिएको, दाल मात्र लिएँ मजाले अनि त्यसपछि हातले मजाले मिक्स गरेर दाल र भातलाई चाहिँ मजाले इन्जोय गरेँ।